हेर्नुहोस् गाइज हामी त यहाँ साग टिप्न आएको तर बाटो हराएर टेन्सन हामी अब यहाँ बाटो बनाउने डोजर पनि छ हामीसँग यस्तो छ है जङ्गल घारी नै घारी छ कता हो कता है हिँडेको 2-3 घण्टा भइसक्यो कहाँ आइपुग्यो आइपुग्यो आया हामी त अब यसरी अब यहाँदेखि हामी कोलाघारी अब भित्र छिर्न आँटेको छौँ सिमी ल जाउँ ल है जाउँ न सिमी साग टिप्न आएको अब कोलाघारी आइपुग्यो साग टिप्नु कि असो जानु है यस्तो छ है होइन हालत खुट्टामा आम यस्तो छ हिँडिरहेको छौँ हामी हिँड्न चाहिँ कोला पनि रहेछ यहाँ है कोला सोला पनि छ यसो आउनु हामीसँग भिजिट गर्नको लागि तेरि हेर्नु हामी कहाँ आइपुगिसकेको छौँ कोलाघारी आइपुगेको छौँ हामी गाइज सिमी साग टिप्न आएको मान्छे कोलाघारीतिर बबाल छ है यहाँ त है तर जे भए पनि दामी त दामी छ है ट्र्याकिङ हिँडेको जस्तो भयो त अनि हामी त यार हामी हिँड्दैछौँ है हामी हिँडेको होइन छौँ तर सागबारी नै आइपुगेन सागबारी हराएको अवस्था यहाँ चाहिँ सागबारी चाहिँ यो हो सागबारी चाहिँ हामी त अब जहिले यस्तै हो जिन्दगानीमा आजसम्म 3 आइटम भयो होला कमसेकम कसम भनेको यहाँ आएको साग टिप्नु सागै कहिले हुँदैन आज हजुर ए हेर्नुहोस् गाइज फेरि साग आज पनि हाम्रो भाग्यमा यस्तो भयो है अब यसलाई हामी के भन्ने नि सागहरू यस्तो छ हालत है होइन सफा गरेर भएको रहेछ यहाँ यस्तो छ गाइज यताको भ्यू चाहिँ है होइन बबाल देखिन्छ यता माथि भेलडार ए साग त भाइ यस्तो छ आज यता जुन पनि लागिरहेको छ दामी छ जुन पनि देखिरहेको छ है